पेपर सोप रे यसको बारेमा भनिदिनु न यसको बारेमा यो प्लास्टिकबाट पेट्रोल बनाउने विधिलाई पाइरोलाइसिस मेथड भनिन्छ जसमा प्लास्टिकलाई 350 डिग्री सेल्सियसदेखि लिएर 500 डिग्री सेल्सियससम्म यसलाई हिट गर्नुपर्छ अनि त्यो हिट हुन्छ अनि प्लास्टिक मुख्यतया हाइड्रोकार्बनबाट बनेको हुन्छ अनि त्यसको मलिक्युल त्यो टुक्रिन्छ अनि टुक्रेर यो पाइपको थ्रु यहाँ आउँछ अनि यसबाट यसमा जम्मा हुन्छ अनि जुन एक्स्ट्रा ग्यासेसहरू हुन्छ बन्न सक्दैन त्यो यसको थ्रु बाहिर निस्किहाल्छ अनि यसमा आगो लगाउँदा पनि हुन्छ हो अहिले मिल्छ पाइप ग्यास अनि नमस्कार म चाहिँ श्रीदीप नारायण आदर्श नमुना स्कुलबाट आएको म कक्षा 8मा पढ्छु र मेरो नाम मैले यो आइ यात्रामा बनाएको डिस्पेन्सर चाहिँ मैले बनाएको चाहिँ यही डिस्पेन्सर नै हो र बनाउँदा मैले धेरै दाइको पनि सहयोग थियो र त्यसरी नै बनाएर यो अनि यो डिस्पेन्सर अहिले काम गर्छ म्यामले भन्नुभयो हामीलाई प्रोजेक्ट बनाउनु छ भने हामीले गएर मोबाइलमा नै सर्च गरेर यस्तो होइन तर यसभन्दा फरक किसिमको पायो र फरक किसिमको भिडियो हेर्दा नै यो बनाउने आइडिया आयो केले बनाउँछ मैदा सुजी अनि केमा फ्राई गर्ने बेला केमा फ्राई गर्ने तेलमा घिउमा जेमा गर्ने हुन्छ कि तेलमै गर्ने तेलमा घिउमा अलिअलि हालेर पनि गर्नु हामीले सोच्दै युट्युबमा गयो अनि यो म यताउता छरेर बसिरहनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू अभिभावकज्यूहरू तथा शिक्षक वर्गज्यूहरू तथा कार्यक्रमलाई चाहिँ स्पोन्सर गर्नुभएको छ बर्लिङ सीएसआरबाट चाहिँ यो हाम्रो स्पोन्सर भएको कार्यक्रम रहेको छ र एकदमै जसले बोले नि हुन्छ नमस्ते मेरो नाम सृजना चौधरी हो म कक्षा 9मा पढ्दैछु र यो मेरो सबै टिम छ र मेरो घर जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर 13 पोतामा छ र हामी सबैजना मिलेर यो टिम वर्क गरेका छु जुन हाम्रो कम्पनीको नाम छ जिमी कम्पनी जुनमा हामीहरू ज्वेलरी आइटम्सहरू बनाएको छु यो सबै हेयर ब्यान्ड जुन
वेस्ट यो क्लोथ छ जुन टेलरबाट हामी ल्याएर यसलाई रियुज गरेर कपालमा लाउने बनाइदिएछु। यो मोतीहरू बजारबाट ल्याएर यो पिनहरू अनि हामीले यसलाई गरेर डेकोरेट गरेर ब्रान्डेड बनाएको छु। र यो इयरिङ छ जुन 100 मा पाउँछ, यो 200 मा र यो 50 मा छ। कोमा वर्डलिङ CSR लाई धन्यवाद। गुड त्यसैगरी म आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि त्यसैगरी श्री मोहन लिम्बुज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि डाइरेक्टर श्री अनुपा भण्डारीज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण त्यसैगरी म अतिथिको आसन ग्रहण गरिदिनुको लागि यस विद्यालयका श्री प्रवीण कुमार काफ्रेज्यूलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि अतिथिको आजबाट चाहिँ पाल्नु भएको शिक्षक प्रतिनिधिज्यूलाई पनि म अतिथिको आसन ग्रहण गर्नुको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी यस कार्यक्रममा चाहिँ पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरू प्रमुख अतिथिज्यूहरूलाई चाहिँ यो हाम्रो खादा तथा फुल मेरो स्कुलमा मलाई सरहरू हुन्छ, सरहरूलाई जे लगाइदिनु यसलाई पनि सरहरूलाई पनि ठिकै छ। गाउँमा हाल्छ र नामै हामी आजको कार्यक्रमलाई राष्ट्रिय गानबाट चाहिँ सुरु गर्न जाँदैछौँ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो स्थानबाट उभिएर अतिथि आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। म अतिथिको रूपमा त्यसैगरी म अतिथिकै आसन ग्रहण कार्यक्रममा हाम्रो विभिन्न कार्यक्रमहरू रहेका छन्। हामी चाहिँ उनीहरूलाई कृपया यस स्टेजको अगाडि आएर बस्दिनु अनुरोध गर्न चाहन्छु। नेपालमा जेनरल म्यानेजरको रूपमा काम गरिरहेको छु। आज चाहिँ म हाम्रो आइजात्रा इभेन्टको बारेमा थोरै जानकारी पनि दिन जाँदैछु। सर्वप्रथम त हाम्रो आदरणीय अतिथिज्यूहरूमा मेरो नमन। अनि आज हाम्रो आइजात्रा चाहिँ नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा हुन गइरहेको छ। आइजात्राभन्दा अगाडि चाहिँ आइल्याबको बारेमा थोरै म बुझाउन चाहन्छु। आइल्याब चाहिँ हामीले हाम्रो कक्षा 9 का विद्यार्थीहरूलाई 5 देखि 6 दिनसम्म गराउने गर्दछौँ। त्यसमा चाहिँ बच्चाहरूले इनोभेसन, क्रिएसन, प्रब्लम सल्भिङ, डिजाइन थिङ्किङ जस्ता स्किल्सहरू सिक्छन्। र त्यसमा चाहिँ उनीहरूले आफ्नै समाजमा भएका समस्याहरूलाई हल गर्नको लागि अपर्च्युनिटी सोचेर एउटा प्रोटोटाइप बनाउँछन् र 5औँ दिनमा चाहिँ त्यही प्रोटोटाइप उनीहरूले सोकेस गर्छन् है। त्यसपछि चाहिँ आइल्याब भएको 5-6 महिनापछि चाहिँ विद्यार्थीहरूले आफ्ना साथीहरूसँग मिलेर 5-6 महिनापछि आइजात्रा भनेर गर्छौँ। आइजात्रामा चाहिँ यही सामानहरू उहाँहरूले स्केल अप गरेर मास प्रोडक्सन गरेर चाहिँ यसरी एक्जिबिसनमा देखाउनुहुन्छ, सोकेस गर्नुहुन्छ। त्यसको लागि चाहिँ हामीलाई एकदमै सहज रूपमा प्लेटफर्म दिनुभएको र स्कुलमा पनि एकदमै राम्रोसँग कार्य सञ्चालन गर्न हामीलाई माहौल दिनुभएकोमा हाम्रो हेड सर र हाम्रो पङ्कज सर, सञ्जय
सर्भिसेसहरूमा म एकदमै धेरै आभार व्यक्त गर्न चाहन्छु। त्यसपछि हाम्रो वर्ल्डिङ सिएसआर टिम जसले हामीलाई टाइममा धेरै सपोर्टहरू गरिरहनु भएको छ र आफ्नो व्यस्त समयका बावजुद पनि हामीलाई आएर हाम्रो स्टलहरूमा भिजिट गरेर अझ हामीलाई उत्साह र त्यसमाथि हौसला दिनुभएको छ, त्यसमा पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु। र आज यहाँ जति पनि विद्यार्थी तथा सहभागिता जनाउनु भएका आउनुभएको छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो स्टल घुमिदिनु होला, हाम्रो सामानहरू हेरिदिनु होला, केही सुझाव छ भने अवश्य दिनुहोला र विद्यार्थीहरूलाई चाहिँ सामान किनेर पनि अलिकति हौसला प्रदान गरिदिनु होला। म चाहिँ यति भनेर आफ्नो शब्द टुङ्ग्याउन चाहन्छु। धन्यवाद। बियोन्ड द के अरे इन्जिनियरिङ विदाउट बोर्डर्स र वर्ल्डिङ कोचिङ सहप्रायोजनमा विद्यार्थीहरूमा इन्टरप्रेनरसिपको स्किल डेभलप गर्नको लागि हामीले जुन कार्यक्रम गरेको थियौँ, यस कार्यक्रमको चाहिँ आज ओपनिङ समारोहमा हाम्रो अतिथितालाई स्वीकार गरेर आउनुभएका यस नगरपालिकाका उपमेयर र मेरो आदरणीय दाजु भोलाप्रसाद अधिकारीज्यू, वर्ल्डिङबाट सिएसआर डिपार्टमेन्टका हेड डाइरेक्टर म्याडम, यस हाम्रो चाहिँ इन्जिनियरिङ विदाउट बोर्डर्सको जेनरल म्यानेजर, हाम्रा यस जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 15 का वडाध्यक्षज्यू, मेरा आदरणीय दाजु श्री रामश्याम शिवाकोटीज्यू लगायत यस मञ्चमा आसीन हुनुभएका सम्पूर्ण मैले मान्नुपर्ने मेरा आदरणीय सहकर्मीहरू, अग्रजहरू, दाजुहरू सबैलाई म सर्वप्रथम अभिवादन टक्राउन चाहन्छु। यो हामीले कार्यक्रम आजभन्दा मोटामोटी 8-9 महिना अगाडि यो इन्जिनियर्स विदाउट बोर्डर्सले 5 दिनको लागि भनेर यस विद्यालयमा एउटा कार्यक्रम राखेको थियो र यस कार्यक्रममा चाहिँ हाम्रो यस विद्यालयको सहायक प्रिन्सिपल पङ्कज सर, सञ्जय सर, भवानी थापा म्याम लगायत बसेर चाहिँ त्यो कार्यक्रमहरू गर्नुभएको थियो। त्यसमा हामीले मेयरलाई पनि इन्भाइट गरेका थियौँ। त्यो कार्यक्रम कस्तो खालको थियो भनेर त्यस विषयमा अलिकति म तपाईँहरूलाई प्रकाश पारेपछि यो कार्यक्रमको बारेमा अलिकति बुझ्नुहुन्छ होला भन्ने लागेको छ। त्यो उद्देश्य के थियो भन्दाखेरि क्रिटिकल थिङ्किङ बढाउने, 1। 2 नम्बर प्रब्लमहरू के छ र त्यो प्रब्लमहरूलाई कसरी सल्भ गर्ने, आफ्नो इन्डिजिनियस स्किल नलेजको बेसमा भएका जति पनि प्रब्लमहरू छन् त्यसलाई कसरी सल्भ गर्ने र कसरी अपर्च्युनिटीहरू क्रिएट गर्ने, ग्र्याब गर्ने र त्यसलाई मार्केटिङ गर्ने भन्ने यस सम्बन्धी कुराहरू थियो। त्यो सँगसँगै मैले त्यो 5 दिनको कार्यक्रममा के देखेँ भने हाम्रा भाइ बहिनीहरूमा चाहिँ एउटा कन्फिडेन्स लेभल बढ्यो। त्योभन्दा अगाडिसम्म हाम्रा भाइ बहिनीहरू के गर्नुहुन्थ्यो भन्दाखेरि हामीले जे पढायौँ, जे सिकायौँ त्यो कुराहरू गर्नुहुन्थ्यो। त्यो कार्यक्रमको लगभग 4थो दिन 3रो दिन आइसकेपछि उहाँहरूले क्वेसन गर्न थाल्नुभयो। अनि मैले पनि एउटा कुरो बुझेँ, जबसम्म विद्यार्थीले क्वेसन गर्दैन तबसम्म विद्यार्थीले बुझेकै छैन भन्ने बुझ्नु पर्यो। एन्सर त जसले पनि लेखिदिन्छ, एन्सर त हामी सिकाइदियो त अब यो लेखिदिन्छ, तर जब विद्यार्थीले त्यस एन्सरको प्रश्न गर्न थाल्छ त्यसले गर्दाखेरि हामीले अनि यसलाई अझै अगाडि बढाउँ भन्ने क्रममा चाहिँ पङ्कज सर मैले चाहिँ सम्पूर्ण जिम्मेवारी दिएँ र यो आज जति पनि तपाईँ जात्रा देखिरहनु भएको छ अघि जेनरल म्यानेजर म्यामले पनि त्यसलाई स्पष्ट गरिसक्नुभयो। यसमा हाम्रो विद्यालयको तर्फबाट उहाँहरूलाई नैतिक समर्थन र केही भौतिक किसिमले सहयोग पनि भएको छ। तर उहाँहरूको यो सञ्जय थापा, पङ्कज विक लगायत मेरा सहकर्मी एकजना साथीहरूको चाहिँ यो अथक मेहनतले गर्दाखेरि आज हामीले यो आइजात्रा सम्पन्न गर्न सक्यौँ। र यो आइजात्राको मुख्य उद्देश्य भनेको के हो भने स्थानीय स्तरमा रहेका जति पनि अवसरहरू छन् त्यो अवसरहरूलाई समातेर त्यसलाई कसरी मार्केटिङ गर्न सकिन्छ, त्यसलाई कसरी अवसरहरूमा बदल्न सकिन्छ भन्ने कुराको सिप र ज्ञान गर्ने र त्यो कुरा विस्तार गर्ने, प्रसार गर्ने उद्देश्य रहेको छ। र हाम्रो यस कार्यक्रममा तपाईँहरू आफ्ना अमूल्य समय दिएर हामीलाई यसरी कृतार्थ गर्नुभएकोमा विद्यालय परिवार तपाईँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ। यो कार्यक्रम चाहिँ अब हामीले अझै के सोचेका छौँ भने अब यो कार्यक्रम चाहिँ अहिले हाम्रो यो परीक्षा लगायत धेरै कुराहरूको तारण गर्दाखेरि चाहिँ हामी अझै सोचे यस्तो जे सोचेका त्यो लेभलमा अझै गर्न नसकेको हो कि भन्ने छ। यसलाई हामीले चाहिँ समर क्याम्प जुन लामो बिदा हुन्छ त्यो समर क्याम्पमा विद्यार्थीलाई इन्गेज गर्ने र त्यसमा उनीहरूलाई चाहिँ इन्भल्भ गराउने र त्यहाँसम्म लैजाने भन्ने हिसाबले चाहिँ हामीले यसलाई चाहिँ प्लानिङ गरिरहेका छौँ। आउँदा दिनहरूमा अब यस्ता आइजात्राहरू हामी
बेला बेलामा गर्दैछौँ र तपाईँले यहाँ भाइ बहिनीहरूले बनाएका सबै सामान उहाँहरू आफैले बनाउनु भयो। सामान्य टेक्निकल इनपुट मात्रै, जस्तो हाम्रो कम्प्युटर प्रिन्ट गर्नु पर्यो त्यो हामीले गरिदियौँ, डिजाइन उहाँहरूले गर्नुभयो, खानेकुराहरू उहाँहरूले बनाउनु भयो, जति पनि सामग्रीहरू छ त्यो उहाँहरूले बनाउनु भयो। अलिकति कहीँ टेक्निकल इनपुट चाहियो भने हामीले त्यो उहाँहरूलाई दियौँ र यस्ता कुरा यहाँ आएर त्यसो हेर्नुहोस्, तपाईँहरू पनि इच्छा लाग्छ बच्चाहरूलाई चाहिँ एउटा सामानहरू किनिदिनु। कार्यक्रमको अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि जितपुर नगरपालिका अब मेरो भोलाप्रसाद अधिकारीज्यू र विभिन्न विद्यालयबाट पाल्नुभएका शिक्षक शिक्षिकाज्यूहरू, हाम्रा वडाका वडा सदस्यज्यू, हाम्रा रामशेर चौधरीज्यू, मोहन लिम्बूज्यू लगायत सम्पूर्ण यहाँ विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण भाग लिने सम्पूर्ण विद्यार्थी भाइ बहिनी सबैमा चाहिँ मेरो व्यक्तिगत साथै वार्ड नम्बर 15 को हार्दिक हार्दिक नमस्कार छ, स्वीकार्नुहोस्। राम्रोसँग बुझेको छ। योभन्दा अगाडि एकचोटि चाहिँ कक्षा कोठामा सानो तरिकाले भएको थियो, उपलब्धि मात्र लागेको थियो। यो कार्यक्रम चाहिँ एउटा राम्रो कार्यक्रम हो। अब विद्यार्थी भाइ बहिनीहरूलाई एउटा किताब मात्रै पढेर हुँदैन, नयाँ सृजनाहरू गर्नुपर्छ, नयाँ कुराहरू चाहिँ प्र्याक्टिकल तरिकाले नयाँ कुराहरूको विकास गर्नको लागि चाहिँ अति आवश्यक कार्यक्रम हो जस्तो मलाई लागेको छ। अहिलेको जमानामा पढाइ किताब पढेर घोकेर मात्र हुँदैन, एउटा सिप सिक्नुपर्छ, नयाँ सिप सिक्नुपर्छ, कुनै काम सिक्नुपर्छ, अनि मात्र मान्छे अगाडि बढ्न सक्छ। यस्ता कार्यक्रमहरूले विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ एउटा पढाइ सँगसँगै एउटा सिप, एउटा ज्ञानको विकास हुन्छ र भविष्यमा गएर यस्ता प्र्याक्टिकल यस्ता क्रियाकलापले चाहिँ एउटा क्षमता विकास सँगसँगै अवसर विकास सँगसँगै विद्यार्थी भाइ बहिनीहरूले चाहिँ एउटा आविष्कार, नयाँ आविष्कारहरूका गर्ने कुराहरू, नयाँ आविष्कारका गर्ने कुराहरू, नयाँ सृजना गर्ने कुराहरू चाहिँ सिकाउँछ। यस्ता कार्यक्रम यस्ता विद्यालयले, हरेक विद्यालयले चाहिँ गर्नुपर्छ। अहिलेको जमाना भनेको प्रविधिको जमाना हो, विज्ञानको जमाना हो। त्यही अब हाम्रो पढाइ, हाम्रो रोजगार, शिक्षाहरू चाहिँ किताब मात्रै पढेर भएन। त्यस कारणले हाम्रा युवाहरू देश विदेशमा परेको छ, बाहिर जानु परेको छ। यस्ता क्रियाकलापले चाहिँ पक्कै पनि भविष्यमा चाहिँ हाम्रो ठाउँको, हाम्रो क्षेत्रका हाम्रा युवाहरूको विकास हुनेछ र स्वदेशभित्रै चाहिँ विभिन्न किसिमका चाहिँ उत्पादनहरू, सृजनाहरू हुनेछन् भन्ने लागेको छ। र यो कार्यक्रम आयोजना गर्नुहुने, यो कार्यक्रम सहयोग गर्नुहुने र सम्पूर्ण भाग लिने विद्यार्थीहरू, सम्पूर्ण भाग लिने विद्यालयहरू सबैलाई धन्यवाद दिँदै आफ्ना 2 शब्द टुङ्गाउँछु। धन्यवाद, नमस्कार। छोटो मन्तव्य राखिदिनुको लागि आजको यस कार्यक्रममा वर्ल्डिङ कम्युनिकेसन लिमिटेड सहकार्यमा आयोजित आजको यस कार्यक्रममा उपस्थित हुनुभएर मञ्चमा आसीन हुनुभएका वडा अध्यक्षज्यू, यस उपनगर महापालिका जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख श्री भोला अधिकारीज्यू, वडा अध्यक्षज्यू र अन्य विशिष्ट व्यक्तित्वहरू, यस स्कुलका प्रिन्सिपलज्यूहरू, शिक्षकज्यूहरू, विद्यार्थी भाइ बहिनी, अभिभावकज्यूहरू र इडब्ल्युएनबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू र वर्ल्डिङबाट पाल्नुभएका जति पनि प्रतिनिधिज्यूहरू र मिडिया पत्रकारज्यूहरू जो यहाँ आज उपस्थित हुनुहुन्छ, उहाँहरू सबैलाई वर्ल्डिङको तर्फबाट म अनुभा भण्डारी झालान हार्दिक अभिवादन गर्दछु। 30 वर्षदेखि वर्ल्डिङले आफ्नो निरन्तर इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ, यो सबैमा अवगतै होला। वर्ल्डिङ चाहिँ आफ्नो इन्टरनेट सेवा प्रदान गर्ने मात्र नभएर विगत 4 वर्षदेखि समाजप्रति पनि केही उत्तरदायित्व वहन गर्दै यो CSR डिपार्टमेन्ट चाहिँ इस्टाब्लिस गरेको छ विगत 4 वर्षदेखि। र 4 वर्षदेखि हामीले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छौँ। जस्तै छ यस अन्तर्गत हामीले अहिलेसम्म गरेका कार्यक्रमहरू के छन् भने बेला बेलामा हामीले जाडोको समयमा न्यानो कपडाहरू वितरण गर्दै आइरहेका छौँ र विभिन्न के अरे सन्तानेश्वर महादेव क्षेत्रमा एउटा कदली मार्ग भन्ने बनाएको छौँ। 200 जति केराहरूको बिरुवाहरूको रोपेर त्यसमा
र त्यसमा अहिले हामीले रोप्ने मात्र कार्यक्रम नगरेर त्यसलाई संरक्षण गरेर त्यसलाई फल पनि लाग्ने समेत गरेर हामीले त्यसलाई चाहिँ कार्यसफल बनाउने प्रतिबद्धतामा लागि परेका छौँ। त्यस्तै मानसिक स्वास्थ्य सुरक्षा, आजको दिनमा मानसिक स्वास्थ्य चाहिँ कति इम्पोर्टेन्ट छ भन्ने कुरा त यहाँ उपस्थित हजुरहरू सबैलाई अवगतै होला र त्यसैलाई मध्यनजर गरेर हामीले मानसिक स्वास्थ्य सेवा सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजन गराउँदै आइरहेका छौँ। दिनमा पनि निरन्तरता दिइ नै रहनेछौँ यसलाई। त्यस्तै कालीकोट जस्ता क्षेत्रमा हामीले विद्युतीय सुविधा सीमित छ, त्यहाँ विद्यार्थीहरू चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज पढ्नबाट वञ्चित भएर उनीहरूलाई बोल्न नसक्ने हुँदा कन्फिडेन्स लुज हुँदाखेरि हामीले जुन ठाउँमा विद्युत सेवा थिएन त्यो ठाउँमा हामीले सोलर सिस्टम प्रयोग गरेर हामीले इङ्ग्लिस अनलाइन कक्षाहरू सञ्चालन गरायौँ कालीकोटमा। त्यहाँ अर्को बर्थिङ सेन्टरमा हामीले सोलर प्यानल्सहरू लगाइदियौँ बर्थिङ सेन्टरमा र त्यहाँ औषधि उपचारका लागि फ्रिजहरू राख्ने औषधि राख्ने ठाउँ भाडो थिएन एउटा। सो त्यसमा चाहिँ हामीले एउटा फ्रिज वितरण गरायौँ। इन्टरनेट एकाडेमीबाट विगत 8 वर्षदेखि अनलाइन सुरक्षित इन्टरनेटबाट कसरी सुरक्षित रहने भन्ने अनलाइन ट्रेनिङहरू दिइरहेका छौँ। यो चाहिँ अहिलेसम्म निरन्तर चलि नै रहेको छ हामीले। त्यस्तै गरेर अहिले अनलाइन त्यो विद्यार्थी भाइ बहिनीमा मात्र सीमित नभएर अहिले समाजमा यस जोखिमबाट धेरैजना महिला तथा पुरुषहरू पनि जोखिममा परिरहनु भएको हुँदाखेरि यसलाई चाहिँ अब हामीले कम्युनिटी बेसमा समाजमा पनि लानुपर्छ भनेर नयाँ कार्ययोजना बनाएर हामीले यो चाहिँ प्रोग्रामहरू गराइरहेका छौँ, ट्रेनिङ दिइरहेका छौँ। अहिलेसम्म हामीले काठमाडौँमा विभिन्न क्षेत्रमा उहाँहरू वडा अध्यक्षज्यूहरू र मेयर साहबज्यूहरूको आफ्नै रिक्वेस्टमा चाहिँ हामीले यो कार्यक्रमहरू चलाइरहेका छौँ। यो कार्ययोजना चाहिँ हामी आगामी दिनमा पनि निरन्तरता दिनै रहनेछौँ। कम्युनिटी बेसमा यो अनलाइन जोखिमबाट कसरी सुरक्षा दिने भन्ने तरिका हामी ट्रेनिङ गराउने नै छौँ आगामी दिनमा पनि। त्यस्तै गरेर महिलाहरूलाई आत्मनिर्भरता बनाउनको लागि हामीले प्याड मेकिङहरू जुन कि उहाँले आफै बनाएर आफू प्रयोग पनि गर्ने र त्यसलाई चाहिँ आफ्नो कम्युनिटीमा बेच्न पनि सक्ने गरेर हामीले चाहिँ ट्रेनिङहरू दिलाएका थियौँ। यो सबै चिजहरू हामीले गराइरहेका छौँ र यसैलाई निरन्तरता जुन कामहरू हामी निरन्तरता दिनुपर्नेछ त्यसलाई हामीले आगामी दिनमा पनि निरन्तरता साथ गराउने नै छौँ भन्दै अब यो आजको यस कार्यक्रम चाहिँ हामीले अब हाम्रो देशका विद्यार्थी भाइ बहिनी 8, 9, 10, 11, 12देखि हामी चाहिँ विदेश कसरी बाहिर जाने विदेश जाने भन्ने सोच भएका डेभलप भइसकेका हुन्छन्। किनभने धेरैजना गइसकेको हुनाले उहाँहरूमा पनि त्यो सोच आइरहेको हुन्छ, डेभलप भइरहेको हुन्छ। तर यहाँ पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले चाहिँ केही न केही हामीले ट्रेनिङ गराएर चाहिँ केही विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ विदेश दिन रोकिन्छ कि भन्ने उद्देश्यले हामीले यस्तो किसिमका कार्यक्रमहरू आयोजना गराएर इडब्ल्युभिएनसँग सहकार्य गरेर जुन यो कार्यक्रम सञ्चालन गराएका छौँ। यहाँहरूले अब केही क्षणमा देख्न सक्नुहुनेछ कि विद्यार्थी भाइ बहिनीहरूले चाहिँ कस्ता किसिमका उनीहरूले आफ्नो इनोभेसन आफ्नो क्रिएटिभ माइन्डले के चिजहरू बनाएका छन् त्यो सबै फिल्डमा हेरेर हजुरले आफै महसुस गर्न सक्नुहुनेछ। आखिर अपर्च्युनिटी दियो भने गर्न सक्ने रहेछन् भन्ने कुरा पनि हजुरहरूले महसुस गर्नुहुनेछ। अनि वर्ल्डिङले मात्र यस्तो सानो वर्ल्डिङ त भनेको एउटा संस्था सानो संस्था हो, वर्ल्डिङले मात्र गरेर हुने भन्ने चिज होइन। यसमा चाहिँ सबै स्थानीय निकायदेखि अरू प्राइभेट सेक्टरहरूदेखि स्कुलदेखि हरेक शिक्षा संस्थादेखि हरेकले चाहिँ यो नजरले हेऱ्यो र यो सोचले काम गर्यो भने सायद भविष्यमा विद्यार्थीहरू बाहिरिने क्रम चाहिँ घट्न सक्छ कि भन्ने मेरो अनुमान छ। सो यसलाई चाहिँ आगामी दिनमा हजुरहरूको साथ र सहयोग पनि मिल्दछ भन्ने आशा पनि राख्दछु र जति पनि आज बनाएर अवलोकन तपाईँहरूले गर्नुहुनेछ, तपाईँहरू यसबाट जति पनि विद्यार्थी भाइ बहिनीले बनाएर राखेका छन् उनीहरूलाई चाहिँ
यहाँहरूको सहयोगले चाहिँ बजारीकरण गर्नलाई सहजता र साथ लिनुहोस् भन्ने आशा पनि गरेकी छु यहाँहरूबाट। यति भन्दै आजको कार्यक्रमबाट म बिदा हुन चाहन्छु। धन्यवाद। अतिथिज्यूहरू, विद्यालयका साथीहरू, विद्यार्थी भाइ बहिनीहरू, यस कार्यक्रममा सहभागी अभिभावक तथा उपस्थित महानुभावहरू, यहाँहरू सबैलाई जितपुर सिमरा उपमहानगरपालिकाको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन, नमस्कार। वर्ल्ड लिङ्क एउटा स्थापित नाम, यसले आफ्नो CSR सामाजिक उत्तरदायित्व अन्तर्गतको शीर्षकबाट अहिले म्यामले भन्नुभयो जस्तो धेरै ठाउँमा धेरै राम्रा कुराहरूमा लगानी गर्दै आफ्नो जिम्मेवारी पुरा गर्दै आइरहेको बेहोरा जानकारी भयो। त्यही सिलसिलामा उनीहरूको ज्ञान र सिपका लागि भनेर जुन कार्यक्रम आयोजन गरिदिनु भयो, यो ठाउँलाई रोजिदिनु भयो, त्यसको लागि सहयोगी संस्थाहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। निश्चय नै यो कार्यक्रमबाट हाम्रा विद्यार्थी भाइ बहिनीहरूले धेरै कुराहरू सिक्न पाउनु भएको छ। अहिले हामीले हेर्ने नै छौँ उहाँहरूले सिकेका कुराहरू जुन प्रदर्शनी गरिरहनु भएको छ त्यसलाई हामीले नजिकबाट हेर्ने नै छौँ। आउने दिनमा यो यस्ता कार्यक्रमहरूलाई अझ कसरी बृहत बनाउन सकिन्छ त्यो बारेमा अलिकति हामी नगरपालिकासँग पनि जोड्यौँ। अब यहाँ यो कार्यक्रम यसरी गर्ने भन्ने कसरी कार्यक्रम बन्यो मलाई त्यति धेरै जानकारी भएन, तर यो कार्यक्रम जुन उपलब्धिमूलक छ, अहिलेको समय सापेक्ष यो कार्यक्रमलाई अझ हामी कसरी बृहत बनाउन सक्छौँ, यसमा उपमहानगरपालिकाको के भूमिका हुँदा सहयोग पुग्छ त्यो बारेमा अलिकति अझ थप अध्ययन गरेर हामी अगाडि बढौँ। मैले खास गरिकन यहाँका प्रहसहरूलाई अनुरोध गर्छु, यो कार्यक्रमको मोडेलको बारेमा यथास्थितिमा यो ठिक छ कि यसलाई अझै सुधार गरेर हामीले अगाडि अझ प्रभावकारी बनाउन सक्छौँ। यसका केही विवरणहरू एउटा सानो प्रतिवेदनको रूपमा उपलब्ध गराइयोस् उपमहानगरमा। मैले आउने दिनमा गर्न सक्ने कुराहरूलाई सम्बोधन गर्ने प्रयास गर्नेछु। यति भन्दै यो अत्यन्त उपलब्धिमूलक कार्यक्रम हामी गरिराखेका छौँ। यो कार्यक्रमको पूर्ण सफलताको कामना सहित म आफ्नो भनाइ यही अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार। राखिदिनु न तथा आजको यस औपचारिक कार्यक्रमलाई चाहिँ समापन प्रशिक्षणको लागि राख्नु भएको स्टलहरू पनि छ। त्यो स्टलमा जुन सबै सामानहरू र हाम्रो स्टलमा भएको जुन एउटा टेक्निकल जस्तै पनि राख्नु भएको छ। जुन ओनलाइनकी म्यानेजर साहब र उहाँ हाम्रो डिएम्स म्यामहरू पनि आउनु भएको छ र यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो भोला अधिकारी उपमेयर साहब र जितपुर सिमरा उपनगरपालिकाका 15 नम्बरका वडा अध्यक्ष श्री रामप्रसाद लामिछानेज्यू, त्यसै गरी हाम्रो यहाँ उपस्थिति भएका विशेष अतिथि र अतिथिगणहरू र यस्तै गरी यहाँ अभिभावक र शिक्षकहरू र पत्रकारजीहरूमा मेरो डुमरवाना 15 नम्बरको तर्फबाट र मेरो तर्फबाट नमस्कार, अभिवादन। पर्छ 11 पाउन ग्रास लेभलदेखि 12 क्लासमा पढ्छ, तर जाने त खाडी मुलुक नै हो, तर योग्यता हुँदैन, सर्टिफिकेट हुन्छ, 12सम्मको सर्टिफिकेट हुन्छ। तर के हुन्छ भने खाडी मुलुकमा गएर लेबरैकै काम गर्ने बिल चाहिँ चलाउने हो, किनभने यहाँ स्किल नै हुँदैन नि, स्किलको पढाइ नै हुँदैन। इन्स्टिच्युट खोल्नु पऱ्यो नि त सर। इन्स्टिच्युटमा सबै किसिमको विद्यार्थीलाई चाहिने जुन भविष्यमा दक्ष जनशक्तिको उत्पादन गर्ने एउटा स्कुल बनाइदिनु पऱ्यो।
कि यहाँको विद्यार्थी एउटा दक्ष योग्य विद्यार्थी आफ्नो गाउँठाउँको नाम कमाओस्, आफ्नो वडाको नाम कमाओस्, आफ्नो नगरपालिकाको नाम कमाओस्। त्यस्तो इन्स्टिच्युट हाम्रो प्रत्येक वडामा हुनु पर्यो नि। त्यो भइदियो भने हाम्रो देश पनि त्यस्तै भविष्यमा चाइना, जापान, कोरिया जस्तै हुन्छ। किनभने हामी एउटा राम्रो जनशक्ति र सिपमूलक कुनै पनि इन्स्टिच्युट खोलेकै छैन। त्यो खालि पढाइले हुँदैन, इङ्ग्लिस बोलेर हुँदैन। मै गएको थियो इराकमा, एउटा डिग्री गरेको मान्छेले टोयलेट साफ गरिरहेको थियो। बेचारा टोयलेट साफ गरेर मलाई भन्थ्यो, दाइ के गर्ने, हेर्नु न मेरो डिग्री छ तर म दक्षै छैन, कुनै सिपै छैन, के गरौँ। म एउटा कुक भएर म गएको थियो, त्यसलाई एउटा हेल्परको आफ्नै तर्फबाट हेल्पर इराकमा पसाएँ। त्यही एउटा क्लिनरलाई पनि आफ्नो हेल्परमा पसाएर उसलाई एउटा बेकरी मैन बनाएर उसलाई पठाइदिए। अनि एक बेकरी मैन भएपछि उसको सेलेरी $1800 भएको थियो। किनभने एउटा जनशक्ति राम्रो हामीले उत्पादन गरौँ। यो पढाइले कुनैको भविष्य उज्जवल देखेको छैन। पढाइ त हुन्छ, के गर्ने, इङ्ग्लिस जान्ने हो, इङ्ग्लिस गएर त्यो इन्टरभ्यू दिने हो, इन्टरभ्यू दिएर के गर्ने त, एउटा लेबरैमा जाने हो त। त्यसैले हामीले इन्स्टिच्युट एउटा राम्रो दक्ष इन्स्टिच्युट र देशमा राम्रो इन्स्टिच्युटको व्यवस्था हुनु पर्यो कि भविष्यमा हाम्रो देशका युवाहरू एउटा बेरोजगारी जस्तो नबसोस्। विदेशमा गए पनि उनीहरूले एउटा स्किल लेबरको नाम कमाओस् भन्दै म यो 2 शब्द यही टुक्याउँछु। यो कार्यक्रमलाई पनि यही समापन गर्छु। धन्यवाद। मैले आफै बनाएको यो सबै चिजहरू के हो खानेको आफै बनायो, खाने चिज आफै बनाएको हो। के भनेर एक्सप्लेन गरिदिनु पर्यो। यो चाहिँ हामीले मैदा, सुजी, दुध, सुकमेल, लङ अनि सुकमेलहरू पुरै मोसेर अनि बेलेर सेप दिएर कति दिन मात्र आनन्दले खाना मिल्छ? 7 दिनसम्म, 1 महिनासम्म त हुन्छ। कतिवटा पिस छ यसमा? यो भ्याउँदैन। यसो भयो, व्यापार नगर्दै हुने भयो भने कुपन पछि व्यापारी अब मलाई 350 दिने पैसा भयो त्यहाँ भएन भने सधैँ दिनुहुन्छ होइन? ल अब यसलाई चाहिँ मार्केटमा पनि जानु पर्यो ल, त्यो अनुसार काम गर्नु है। अनि पो सफल हुन्छ। मार्केटमा लाने तरिका सोच्नु पर्यो। ग्लास हटायो भने पानी यो नयाँ प्रविधि भयो। सेन्सर छ कि सेन्सर आफै चल्छ। कसरी यसको आइडिया आयो? यसको आइडिया हाम्रो संस्थाबाट नै पायो। अब यसलाई चाहिँ एउटा मोडल बनाउने प्रोटोटाइप भयो होइन, प्रोटोटाइप भयो। अब यसलाई कसरी कमर्सियलाइज बनाउनु जानुपर्छ भविष्यमा त्यस्तो मजाको रहेछ। राष्ट्रिय आविष्कार केन्द्रमा जानु न, 1000 पिस बनाइदिए मेरो सरकार 1000 पिस बनाइदिए भन्नु। मेरो सरकारको एउटा क्वेसन पाएँ, आफूले गरेको आयोजन मैले त्यहाँ भन्न पनि गएको छैन। अनि अब हामीलाई भन्नुभएको अभाव भएमा पूर्ति गर्नु अब सरहरूले अलिकति सहयोग गर्नु सकमा पस्ने गाउँपालिकामा जाने आफ्नो कर्तव्य बनाएर व्यवस्था। तिमीलाई बोल्दाखेरि भाषामा कठिनाइ हुन्छ भने भोजपुरीमा बोले नि हुन्छ, भोजपुरीमा बोल्छ, बुझ्छ, बोल्न आउँदैन, बुझ्न त हुन्छ। हमने बोलने वाले सब प्लास्टिक से पेट्रोल में काबर 350 डिग्री सेल्सियस लेकर 500 डिग्री सेल्सियस में तपावल जाला तब इमे के जोन मॉलिक्यूल वाला कार्बन हाइड्रोजन कैटिनेशन को बैठल वाला टुकर जाला अनि पाइप के थ्रू
कि बाहर आउला ग्यासको फर्मले ग्यास फर्ममा जौन पेट्रोल बन्छ त्यो हामी जब गए जौन ना बन्छ कि पनि ग्यास पनि दुवै अप्सन भयो यसमा जुन बन्न सक्दैन त्यो ग्यासको बाहिर निस्किन्छ अनि अहिले हामीसँग ग्यास र स्टोभ हुन्छ भने हामीहरू अहिले लान सक्छौँ प्रयोग गरेर मिल्दैन ग्यास प्रयोग गरेर मिल्दैन टक्सिक ग्यास निस्किने होला होइन 99% त हाइड्रोकार्बन हुन्छ नि आज के ग्यास नभएर त्यो घरमा गएर त्यो प्र्याक्टिकल ग्यास तयार होला नि त एकचोटि त्यो प्र्याक्टिकल पेट्रोलले के चल्छ अनि त चल्छ अनि टेस्टर पनि छ दाइ चेक गर्ने भए स्वाद बजारले बनाएको अचारको स्वाद चेक गर्ने भए यु हेभ द अप्सन पेपरमा छ पेपरमा एउटा गर न हो ल तपाईँ खानु न पहिला टेस्ट गर्नु कति बेच्ने गरेको थियो कसरी बनायो अचार कति भन दिनमा राख्ने यसमा कोटहरुमा लाउँछ दिदी पर्नु उहाँकै कोटमा सुहाएको छ मेरोमा सुहाउँदैन सुहाउँछ एक महिना डेट त्यसमा डेट पनि छ मैले सबै लिस्ट राखेको छ यहाँ अचार त के बनाएको कसरी बनायो त्यो पनि भन पहिला तेलमा तारेर मासु तारेर अनि त्यसपछि अनि के अरे मसला ससला सबै भुटेर पिनेर अनि बनाएर फेरि त्योसँग मिक्स गरेर अनि बट्टामा हालेर कस्तो होला भोकको झोकमा यतिको मिठो कुरो यता त डस केसँग खाने भातमा यसो चट्ट चाट्ने के कससँग खाने मिल्दैन स्वाद 150 यो पनि 150 केले बनाएको 60 पेपर तिमीले बनाएको कसरी बनाएको भनिदिनु न काटेर साइजमा बराबर बनाएर अनि त्यसलाई गोलो बनाएर कतिवटा पेपर लाग्यो कतिवटा मूल्य कति हो यसको जिल्ला अन्तर्गत यो दीपनारायण भन्ने स्कुल पर्छ अनि यहाँ चाहिँ स्पेसली टिच फर नेपाल हजुरले सुन्नुभएको छ सो म चाहिँ अहिले टिच फर नेपालको कन्सल्टेन्ट पनि हो सो त्यही हिसाबमा चाहिँ यता बहिनीहरूलाई चाहिँ इन्भिटेसन दिनु उहाँको यस्तो राम्रो एक्जिबिसन प्रोजेक्ट छ सो त्यही डेमोन्स्ट्रेट गर्नुको लागि यो वर्ल्ड लिङ्कले प्रोभाइड गरेको एकदमै राम्रो प्लेटफर्म भएकोले चाहिँ सो उहाँको आग्रहमा हाम्रो आग्रहमा चाहिँ उहाँहरू आएर प्रस्तुत गर्नुहुन्छ है हामी चाहिँ जैविक मल अनि इको ब्रिक अनि वाटर डिस्पेन्सर र प्लास्टिकबाट पेट्रोल बनाउने प्लास्टिकबाट पेट्रोल नमस्ते मेरो नाम चाहिँ बाइक चलाउन काम लाग्छ बनाउने प्रयोग गरेछु अनि त्यो जैविक मल बनाउने सामग्रीहरू हाम्रो सहयोग अनि हामीले यो सामग्री त्यसैको लागि त्यो जैविक मल बनाउनको लागि जङ्गलको माटो पानी अनि त्यसपछि बेसन कालो गुड अनि त्यसपछि गाईको मल र मूत्र मिक्स गरेर एउटा भाँडो अथवा ड्राममा हावा नछिर्ने गरी बन्द गरिदिन्छौँ अनि त्यसपछि गर्मीको समय हुन्छ भने 15 दिनमा राम्ररी त्यो मल तयार हुन्छ तर जाडोको समय हुन्छ भने यो 15 दिनभन्दा बढी तर 1 महिनाभन्दा कम लाग्छ अनि यो हाम्रो लाइफलाई लङ बनाउने उद्देश्यले यो मल प्रयोग गरिन्छ किनभने युरिया डिएपी आजकल धेरै प्रयोग भइरहेछ उब्जनीको लागि तर मानिसहरूमा कति नकारात्मक असर पारेछ जस्तै महिलाहरूमा पाठेघरको क्यान्सर अनि पुरुष अल मानिसहरूमा भन्ने त्यो घाँटी सम्बन्धी रोगहरू विभिन्न किसिमको रोगहरू निम्ति आइरहेछ त्यसैको हेरेर हामीले अध्ययन गर्ने क्रममा यो थाहा पाएपछि हामीले आफ्नो प्र्याक्टिकल यो चाहिँ तपाईँहरूले आफै रिसर्च गरेर निकाल्नु भयो के प्रयोग गर्न सकिन्छ प्रयोग गरेमा यसभित्र म्याम
बाहिरको प्लास्टिकहरू छ र हालेर यसलाई टिप्सहरूको प्रयोग गर्न सकिन्छ त्यसले गर्दा हाम्रो वातावरणमा प्रदूषण कम हुन्छ र प्लास्टिकको पनि रियुज भइहाल्छ बोतलको पनि रियुज भइहाल्छ यो बोतललाई नै प्रयोग गर्ने जस्तै हामीहरू गार्डनमा जस्तो इँटाहरू लगाउँछ नि त्यसको सट्टा हामी यो चिज लगाएर अनि यसको व्यवस्थापन गर्न सकिन्छ पर्छ अनि यो चाहिँ गाईको मूत्र हो यो गाईको किनभने यो त अब अहिलेको उसमा त जरुरी छ नि त यस्तो चिज उत्पादन गरेर बजारमा बेच्नु पर्यो जुनकी रोग लाग्छ क्यान्सर हस्पिटल त राम्रो छैन क्यान्सर चाहिँ धेरै छिटो अहिले अध्ययन गर्न थाल्नु पर्यो एउटा अझ अलिक ठुलो सोरले हजुरको कम्पनीको नामदेखि सुरु गरौँ हाम्रो कम्पनीको नाम जेमी के छ भन्नुहोस् नेकलेस छ हजुर आफैले हामीले बनाएको छ मार्केटबाट यो मोती ल्याएर अनि आफैले टिम वर्क गरेर बनाएको छ यो इयरिङ छ ब्रासलेट यसको 50 रुपियाँ एउटाको अनि नेकलेसको यसको 200 अनि यसको 150 अनि यसको 50 रुपियाँ छ ब्रासलेटको अनि यो कानको 50 रुपियाँ अनि यसको 100 रुपियाँ सबै हामी आफै टेलरको वेस्टबाट टेलरलाई पैसा दिनुभयो कि नै ओहो त्यसैलाई रियुज गरेर ह्यान्ड ब्याग पछि उत्पादनमा जोडिएर अलिक धेरै चाहिने हामी यो पेपर सप हो अनि यो परिचयदेखि सुरु गरेर सबै लगाएर मेरो नाम विधानसभा सदस्य म र मेरो टिम प्योरली अनि यो सोलुसा अनि केतनबाट हामीले चाहिँ यो साबुनमा पेपर सप बनाएको छौँ यसले हामी जता पनि लान सक्छौँ यो पकेटमा अट्छ त्यही भएर यो लान पनि मिल्छ ब्यागमा पनि अनि यो यहाँ पनि लान हजुरले आफूले पाउनु म खनाइदिन्छु ल अलिअलि गरेर मात्र एउटा झिकेर अनि यस्तो गरेर अनि त्यो त्यही हालौँ अनि त्यो त्यसरी खसाउने हो त सबै खसाइसक्यो त्यसरी डस्टबिन चाहियो All the best. यस मेन मोटिभ छ कि हामी हेर्ने र नहेर्नेहरू दुवै खेल्न सक्छौँ भनेर यो गेम बनाएको रेलमा पनि छ डिजेबिलिटी फ्रेन्डली भयो यसमा पेजहरू लेखेको हुन्छ पेजहरू टिरेल र यस्तो हुन्छ नि उस्तै कम्प्लिट गर्नु छ 7वटा धेरै ठुलो बनाउनु छैन भने 5वटा पनि राख्न सक्छ यसरी गरेर यो हामी खेल्छौँ कार्ड गेम कसरी खेल्छौँ पनि भन्दै होला कक्षा 7को विद्यार्थी नानुको पनि टिमलाई नमस्ते मेरो नाम मेघना चौधरी म कक्षा 9मा पढ्छु यो हाम्रो कार्डहरू छ यो टिरेल सुरुदेखि ल्याएर भन्दै यसमा टोटल 60वटा खेल्ने कार्डहरू छ र 4वटा नखेल्ने खालि हो हेर्नेहरूको लागि हेरेर खेल्ने कार्डहरू 4वटा छ 1 देखि 12 सम्म 4वटा कलरमा नम्बर कार्ड 8वटा वाइल्ड कार्ड जुन जोकर जस्तो काम गर्छ र 4वटा स्किप कार्ड जुन चाले भने अर्को हामी पछि आउने प्लेयरको टर्न स्किप हुन्छ र अर्को प्लेयरको टर्न हुन्छ यसरी काम गर्छ
म छामेछु छाम्दाखेरि चाहिँ उहाँहरू मजाले बुझ्छन् सबै टेक्स्ट नै हो यो टेक्स्ट समातेको छ र त्यसै समातेर उसले चाहिँ ब्रेलबाट नै सबै गरेर देखाउँछ एउटा ब्रेल एउटा ब्रेल पनि गरेर WORLINC अनि के अनि स्पेस दिन मिल्छ र CSR ल त्यो देखाउनुहोस् त अब वर्ल्डिङ CSR इन्टायर यो के भन्छ ब्लाइन्डको मार्केटमा पनि हजुरहरूले कार्ड किन्न सकिन्छ है भन्ने कुरा चाहिँ गरेर देख्नुहुन्छ है अब हजुरहरूले गर्नु मेसिनहरू कहाँ त्यस्तो हुँदो रहेछ भन्ने कुराहरू चाहिँ फर्दर रिसर्च गर्नु है ल घरमा भएको कार्डबोर्डहरूलाई वेस्ट नगरिकन नजलाइकन इन्भाइरोमेन्टलाई हार्म नगर्नको लागि हामीले चाहिँ घरमा भएको कार्डबोर्डलाई चाहिँ रिसाइकल तरिकाले प्रयोग गर्न ट्राई गरेर ल्याम्प बनाएको छु यो चाहिँ ल्याम्प के भन्छ भन्दा यो डेकोरेटिभ तरिकाले नै घरमा राख्न सकिन्छ रुममा राख्न सकिन्छ यो हल्का उज्यालो भएको कारणले पनि रातिमा सुत्दा त्यो LED लाइटहरू अन गरेर चाहिँ सुत्दा त अब कम्फर्टेबल निद्रा नि आउने चाहिँ भएर यसले हल्का उज्यालो गरेर सुत्दा नि राम्रो निद्रा चाहिँ आउँछ र यो डेकोरेटिभ तरिकाले भएको भएर यो टेबल ल्याम्प हजुर टेबल ल्याम्प छ ल्याउने ल्याम्प छ यो कस्तो ल्याम्प छ यो डेकोरेटिभ तरिकाले पनि राख्नु छ यो चाहिँ अहिले के भन्छ त्यो वेस्टेजहरू यो चाहिँ कार्डहरू चाहिँ वेस्ट भएर त्यही रिसाइकलको तरिकाले बनाएको चाहिँ यो कार्डबोर्ड चाहिँ अनि यो कार्ड यो सबै चाहिँ कार्डबोर्डहरू चाहिँ त्यही हालेको भएर यो स्टिकहरू त्यही भएर हामी चाहिँ यसलाई मोडिफाई गरेर अनि बनाएको छु जतै नफालेर यो रिसाइकलको तरिकाले यसको ल्याम्प बनाएको छु र यो पेपरले पनि कसरी गर्न सकिन्छ त्यही भएर हामीले चाहिँ यो पेपरले यो सबै चाहिँ त्यही भएर बनाएको ल्याम्प लाइन आएर फरक छ प्राइस यसको 700 यसको 500 मेरो गाडी होइन तर यो सबै प्लान गरेर गर्नु तर यो पनि अहिले पनि यसमा कलरहरू अहिले त अब हाम्रो के भन्छ एआईहरू यति छ होइन त्यसबाट अलिकति कलर कन्सेप्ट पनि अनि त्यसपछि मार्केटमा होइन डेफिनेसनहरू मजाले दिने के हो भनेर रेस्टुरेन्टको कल्चरहरू यति धेरै बढेको छ त सबैमा टेबल नहुन्छ त्यो है नहुने छैन नि त त्यही भएर गर्नु स्टार्ट गर्नु अझ जस्तो काम गर्यो है ल तपाईहरुको कम्पनी भएको भएर भनेर रातिमा सुत्दाखेरि त हुन्छ नि त्यो रातिमा बाल्नको लागि हो त्यही भएर त्यो धेरै ब्राइट हुँदैन हजुर धेरै ब्राइट हुँदैन हल्का डिङमा हुन्छ त्यो सुत्दा नि कम्फर्टेबल लाग्छ डार्क लाइट भन्दा वार्म लाइट हुन्थ्यो होला अनि तपाईको नाम चाहिँ सलमान खान हो हैन म्याम यो चाहिँ त्यहाँ ज्वेलरीहरु पर्छ हैन यसलाई भनेको तपाईँको नाम चाहिँ सलमान खान हो यो दुईटा प्याक गर्दा कसरी ताने उता प्लास्टिकहरु चाहिँ हिँड्दै हुन्छ पैसा दिने अहिले आउँछ है के वेस्ट भएको पेपरबाट बनाउन सक्छौँ यो के अरे अब हामीले त्यो काठको हुन्छ नि त्यो बनाउँदाखेरि त भुइँतिर झरेर अनि फोहोर हुन्छ नि त अनि यो पेपरको भयो अब यो झरेपछि अनि पानी हाले पनि त्यो पग्लेर अनि उयो हुन्छ त्यसैले अनि हामीले यो बनाउँछौँ अनि यो पानीमा बिग्रिँदैन बिग्रिँदैन पानी पर्यो भने बिग्रिँदैन के गरेछ त्यसलाई त्यो भन्नु पर्यो ल कसरी बनाउनु भएको पनि भनिदिनु त झुट बोल्नु होइन रे सुरुमा है भिजेपछि बिग्रिन्छ पानीबाट जोगाउनु पर्छ भनेर भन्नुपर्छ माथि यता मुखमा हेरेर बोल्नु ल ठ्याक्कै लगाएर यसरी बोल्ने नि भन्नु ल कसरी बनाउनु भएको भन्नु ल अमृताले भन्नु ल
साउन्डै आयो त वाह नाइस नर्मल स्टुडेन्ट टार्गेट गरे भएर हामी प्राइस ड्रप नै गरे हैन ड्रप गर्नुपर्छ स्टुडेन्टलाई टार्गेट गरे भएर हामी प्राइस ड्रपै गरे यो त एकदम सेल हुन्छ यो छिटो छिटो बेच्नु कसरी बनाउनु भएको म्यामलाई लास्ट एकचोटि एक्सप्लेन गरिदिनु ल न्युजपेपर कसरी राख्यो कसरी राख्यो भन्नु न मतलब भिजा हैन हातले गरेको मेसिनले हातले गरेको कतिवटा यो पेपरको लेयर कतिवटा छ कतिवटा सिट पेपर हो यो सिङ्गल एउटा पेन्सिलमा एउटा होल सिट लाग्यो पेपरको कति लाग्यो यसरी देखाउनुहोस् त कति लाग्यो यत्रो लाग्यो मेजरली गरे अब 50 सेन्टिमिटर जति त्यो हुनु पर्यो नि तपाईको प्रोडक्टमा पेपर कति लागेको कति पोस्टिङको लागि काम बनाउनु त भयो त्यहाँदेखि मजाले भन्नु पर्यो म्यामले अहिले फर्स्ट लेयर चाहिँ हार्ड गम नै लगाएँ अनि त्यसपछि रोल गर्दा चाहिँ डिजल्भ गरेर गरेँ मैले नै ट्रेन गरेँ गर्ने चाहिँ एक त यो बच्चाहरू अलिकति साई नै हुन् कि यो एक्सपोजर नै उनीहरूलाई पहिलोचोटि हो तपाईँहरू चाहिँ बोल्न डराएका हुन् तर त्यस्तो पनि होइन गर्नु चाहिँ गर्ने उनीहरूले ठिक छ पहिलोचोटि त डर लागिहाल्छ अनि साई भइहाल्छ यहाँ उभिरहेछन् यो मेरो लागि त उपलब्धि हो हजुरलाई त्यो कसरी यो रोल गर्दा मोटो पनि भयो होइन त्यसपछि कुनै पनि हाम्रो पहिला त स्कुलकै वेस्ट पेपरबाट ट्राई गरेको थियौँ कि यिनीहरूलाई गर्न लागेको थियो एक्जाम पेपर चाहिँ धेरै एउटा स्याम्पल कति परेको छ कि यो स्याम्पल हो एक्जाम पेपरबाट गरेको छ यहाँ यो चाहिँ अलिक अनइभन हुँदो रहेछ कि तर स्ट्रङ चाहिँ स्ट्रङ हुन्छ अनइभन हुँदो रहेछ म त रोल गर्नु गाह्रो भयो अनि हामी बनाएन मैले सबै आएको थियो त यहाँ यो सबै राष्ट्र विभूति प्रोग्रेस पनि आयो सर्भिसमेन पनि आयो बालजी पनि आयो जनता थ्याङ्क यू एकदम राम्रो छ है ल मार्केटिङ गर्ने मान्छेले लजाउनु हुँदैन आफ्नो चिज बेच्नलाई कहिले पनि लजाउनु हुँदैन है ल ल यहाँसम्म आइपुग्नुमा मेजर भूमिका चाहिँ हाम्रो अनुपा म्यामको थ्याङ्क यू भन न त तिमीहरूले है थ्याङ्क यू म्याम अनि पेन्सिल लिँदा यो टाउको आउँदैन तपाईँ एकजना मात्र हो टिममा तिनजना हो आउनु टिम ठुलो छ पढ्नलाई अलि सजिलो होस् चारलाई अनि त्यो डेकोरेसन सामान कसरी प्रयोग गर्ने पनि देखाउन यो सकेपछि अब हामीले कतै जानुहुन्छ काममा त्यसमै त्यो लाएर नछुटोस् भनेर कसरी लगाउनु मयूरपङ्ख जस्तै हो अलि पेन्ट गर्न पनि पायो कस्टमाइज कहिले त घुमाउने होला भोलि आज त उसले भ्याउँदैन नि त बेटा बनाइदिन्छ भन्नु न बनाइदिन्छ भन्छ भन्न नि त अहिले एकछिन बेटा बुझ्नु नि कसरी के होइन र बदामले बनाइन्छ यो विशेष गरी होली र छठ र अनि तिहार दसैँमा यो खास गरी बनाएर खाइन्छ अनि यो नेपाल र भारतको ट्रेडिसनल फुड हो यो केबाट सुजी हो यो सुजी र मैदा मिक्स गरेर हामी यसलाई कति हो एउटा बट्टालाई 150 खोला छ होइन यो दुईटालाई चाहिँ बास्केट दुईटा अनि भुजियाको बट्टा एउटा भयो पहिला ब्रान्डमा लानु पर्यो अगाडि हाल्छ तिमीले गरेर हटाएर यसलाई सेल गर्नु पर्यो मार्केटमा है ल ल बधाई छ है मतलब व्यक्तिहरूको लागि बनाएको सबैलाई नमस्ते मेरो नाम मेरिना चौधरी हो म यसै विद्यालयमा कक्षा 9मा पढ्छु यो दृष्टिविहीनको लागि हामीले एउटा कार्ड बनाएको छौँ त्यो गेम हामीले
खेल्न सक्छौँ। जस्तै पनि भएका व्यक्तिहरू पनि गेम राम्रोसँग खेल्न सक्छ र मतलब कसैले पनि देख्नेहरू मात्र होइन अब नदेख्नेहरू पनि यो गेम खेल्न सक्छ। कसैलाई पनि लाग्दैन, झ्याउ लाग्दैन। जस्तै देख्नेहरू खेलिरहेको हुन्छ नि हामी नदेख्नेहरू यतिकै बसिरहेको हुन्छ। दृष्टिबिनले चाहिँ कसरी देख्नेहरूले त्यहाँ हेरिरहेको छ कि मतलब यसमा यो लेखेको छ, नदेख्नेहरूले यहाँ स्क्रिन लेखेको छ, यहाँ सिधै लेखेको हुन्छ अनि पढ्न सक्छ। अनि यहाँ सिधै 6 लेखेको हुन्छ, यसरी पढ्न सक्छ। जस्तै यहाँ बी लेखेको छ अनि यसमा ब्लू लेखेको मतलब चिनेर पढ्न सक्छ। अनि यसमा 6 लेखेको छ अनि यहाँ छ अङ्क लेखेको अनि यता बी लेखेको छ अनि यता लेखेको छ ब्लू कलर। अनि यसरी छामेर पनि खेल्न सक्छ। अनि यो मतलब जस्तै अरू साथीहरू खेलिरहेको हुन्छ अनि हामी नदेख्नेहरू यतिकै बसिरहेको हुन्छौँ। त्यही भएर यो गेम बनाएपछि मतलब देख्ने नदेख्ने दुवैजना मिलेर खेल्न सक्छ, त्यसको लागि अन्तिममा मतलब टिमले म धेरै धेरै धन्यवाद वर्निङको सिए सरलाई पनि म धेरै धेरै धन्यवाद। 100 रुपियाँ पर्यो नि हामीले किनेको यति राम्रो सुनाउन अवसर प्रदान गर्नुभएकोमा धन्यवाद। गुड नाइस। सर्वप्रथम त नमस्ते, म पङ्कज शर्मा, म स्कुलको भाइस प्रिन्सिपल पनि हो होइन। यो प्रोग्राम चाहिँ स्पेसली कसरी आइपुग्यो भन्दाखेरि दुईवटा एउटा टिच फर नेपालले पनि हामीलाई नै सपोर्ट गरेर भ्यायो अनि त्यसै गरी ठ्याक्कै एकचोटि कुरा गर्दा गर्दै वर्ल्ड लिगले पनि हामीलाई नै सपोर्ट गरेर एलाइन गरेर आउँदाखेरि दुईजना अलग अलग तरह खोज्दाखेरि पुनः चाहिँ यही स्कुल आइपुग्यो कि। सो त्यहाँबाट दुईजना कन्ट्याक्ट पोइन्ट त्यसमा रबिन सरलाई पनि धन्यवाद दिन्छु, पहिला रबिन चौधरी सरलाई दिन्छु, त्यसपछि हाम्रो आमिन सरलाई दिन्छु। त्यसपछि त्यो दुईजनाको चाहिँ इनिसिएसनबाट प्रोग्राम यहाँ आयो। देन हामीले iLab स्थापना गऱ्यौँ है। अनि iLabमा चाहिँ हामीसँग आमिन सरको इन्भल्भमेन्टमा अनि त्यसपछि त्यतिखेर पल्लवी म्यामको इन्भल्भमेन्टमा हामीले iLab स्थापना गऱ्यौँ र क्लास 9 को प्रपरली मेजर विद्यार्थीहरू 36-35जना विद्यार्थीहरू राखेर केही 8 को केही 7 को पनि बच्चाहरू राखेर चाहिँ हामीले iLab चलायौँ। iLabमा उनीहरूलाई 5 दिनको एक्सटेन्सिभ ट्रेनिङ वर्कसप गराइसकेपछि उहाँहरूले धेरै कुरा सिक्नुभयो। उहाँहरूले प्रब्लम्स सिक्नुभयो, प्रब्लम्सबाट मेजर प्रब्लम के हो त्यो सिक्नुभयो, प्रब्लम्सलाई सल्भ कसरी गर्ने भनेर त्यो कुराहरू काम गर्न सिक्नुभयो। त्यसरी उहाँहरूले प्रब्लम बेस्ड सल्युसनको आधारमा कामहरू गर्दै जाँदाखेरि चाहिँ इट वाज अ भेरी कमेन्डेबल प्रोग्राम। त्यो प्रोग्राम हेर्नलाई मेयर साहब पनि आउनु भएको थियो, त्यसै गरी वडा अध्यक्षज्यू आउनु भएको थियो, स्कुल म्यानेजमेन्ट कमिटी पनि थियो। सो वेल रिसिभ प्रोग्राम थियो। सिमिलरली त्यो प्रोग्रामको लङ्गर एक्सटेन्सनमा चाहिँ हामीले आइजात्रा गर्नुपर्ने भन्ने हामीसँग कन्ट्र्याक्ट नै भएको भएर आज हामीले आइजात्रा सम्पन्न गरेका छौँ। लगभग यहाँ हामीसँग 15वटा हरारी स्टल छ। यहाँ चाहिँ केही नेचुरल प्रोडक्ट, केही अर्ग्यानिक प्रोडक्टहरू छ यो ठाउँको, जस्तै ठेकुवा यो यहाँको स्पेसल प्रोडक्ट हो। तर त्यो जहिले पनि कहिले बन्छ भन्दाखेरि चाहिँ त्यो यहाँको चाडपर्वमा बन्छ, घरमा बन्छ, खाइन्छ, सकिन्छ, तर बजारमा देखिँदैन। तर त्यसको न्युट्रिसनल भ्याल्यु पनि हाई छ, सेल्फ लाइफ पनि बेसी छ र टेस्ट त यसै पनि राम्रो भइहाल्यो। त्यसपछि हामीसँग गुजिया भन्ने प्रोडक्ट छ, यही स्टलमा पनि छ मसँग यो गुजिया भन्ने प्रोडक्ट छ। यसलाई हामीले चाहिँ एज अ गिफ्ट भनेर बच्चाहरूले चाहिँ सोच्यो यसलाई गिफ्टको रूपमा किन लान्छ, हामी यस्तो राम्रो प्रोडक्ट बनाउँछौँ हामी चाहिँ रास्केट भन्ने रहेछ। यस्तो सामान्य प्रोडक्ट देखिन्छ तर दे एड भ्याल्यु है। बच्चाहरूले यस्तो स्टलमा चाहिँ उहाँहरूले आफै यो डिजाइन क्रिएसन प्याकिङ जस्ता कुरा यसलाई गिफ्टमा प्रिमियम बनाएर चाहिँ पिच गर्नुभएको छ एज अ प्रोडक्ट। सिमिलरली पेपर क्राफ्ट हामीसँग पेपर पेन्सिल भन्ने प्रोडक्ट छ, त्यसै गरी ल्याम्प बनाउनु भएको छ बच्चाहरूले आफैले। अनि स्टिकर्सहरू, स्टिकर्सको ट्रेन्ड त सधैँ नै रहन्छ, हामी बच्चा हुँदा पनि त्यही थियो, अहिले पनि त्यस्तै नै छ। अनि पेपर सोप भन्ने छ होइन सेनिटाइजेसनको लागि। सिलाम सागमा भन्ने एउटा ट्रेडिसनल चिज आउँदो रहेछ, उनीहरूले त्यसलाई सेफ्टीको साडी पिनको रूपमा युज गर्नलाई भनेर मोडिफाई गरे होइन। अनि मासुको अचार पनि हुँदो रहेछ, थाहा थिएन मलाई, बच्चाहरूले बनाए होइन। त्यो पनि उनीहरूको आफ्नै कन्सेप्ट थियो। सिमिलरली ज्वेलरी आइटम्स छ। अनि एउटा स्कुललाई हामीले इन्भाइट गरेको थियौँ, उहाँहरूले चाहिँ पेट्रोल बनाउनु भएको छ प्लास्टिकबाट, गजबको इनिसिएसन छ। देन ठेकुवालाई पनि ब्रान्ड गरिरहेको छ, गुजियालाई ब्रान्ड गरिरहेको छ, पेपर क्राफ्ट छ। हामीसँग अनेकन प्रोडक्टहरू यसरी बच्चाहरूले इभल्भ गर्नुभयो कि त्यो हामीले सोचेकै थिएनौँ। हाम्रो बच्चाले यो सोध्छन् गर्छन् भन्ने पोइन्ट नै थिएन। अझ धेरै प्रोडक्ट त पाइपलाइनमै थियो, त्यसलाई हामीले सोकेसै गरेनौँ होइन, किनकि त्यो अलिक इन्कम्प्लिट थियो। स्टिल हामीसँग योभन्दा बाहेक अर्को 5वटा स्टल लाउन सक्ने हैसियत अझै पनि बच्चाहरूसँग थियो। तर यसलाई हाम्रो बेस्ट प्रोडक्टहरूलाई पिच गरेका छौँ। यो प्रोग्राम यति राम्रो भयो र बच्चाहरू यति छिटो इभल्भ भयो, त्यो चाहिँ यसको लागि एकदम धेरै मनबाट मैले पहिला त EWB उहाँहरू एकदम सहयोग गर्नुभयो उहाँहरूले। त्यसै गरी कार्यशाला चलाउँछ हाम्रो आमिन सरले होइन, चलाउनुहुन्छ उहाँले, उबाट भयो। त्यसै गरी मेन गरी वर्ल्डिङको CSRबाट आएको प्रोग्राम भएकोले गर्दा एकदम हार्टली थ्याङ्क्स टु वर्ल्डिङ टिम। अनि वर्ल्डिङ इन्टरनेट त यसो भन्नै परेन, सधैँ बवाल छ, हाम्रो स्कुलमा पनि त्यही चल्छ, मेरो घरमा पनि त्यही नै छ। सो वर्ल्डिङ
एज अ कम्युनिटीमा उहाँहरूको रेस्पोन्सिबिलिटी अनुसार आउनुभएको यो प्रोग्रामले बच्चाहरूमा थट प्रोसेसलाई इभल्भ गराउने त्यो इग्नाइसन गरिदिएकोमा एकदम धेरै थ्याङ्क यू। अनि वर्ल्डिङ टिमलाई एकदमै धेरै माया सधैँ रहनेछ, किनकि वर्ल्डिङको यहाँको ब्रान्च म्यानेजर या रिजन म्यानेजर पनि मसँग एकदमै नजिकसँग काम गर्नुभएको छ उहाँहरूले। सो इट्स सो ग्ल्याड टु बी अराउन्ड कि एउटा कर्पोरेसनले एउटा कम्पनीले चाहिँ आफ्नो दायित्व वहन गरेर स्कुलमा आइपुग्छ। स्कुलका बच्चाहरू जो चाहिँ यस्तो एक्सपोजर त खालि बोर्डिङ स्कुलहरूमा मात्रै हुन्छ, ठुल्ठुलो स्कुलमा मात्रै हुन्छ भन्ने चाहिँ त्यो भ्रमहरूलाई चिरिदिन्छ होइन। अनि समाजलाई केही दिन्छ जसले चाहिँ समाजमा ओहो यो त गर्न सकिने रहेछ त। बच्चामा कमी कहिले पनि थिएन, न गभर्मेन्ट स्कुलमा न प्राइभेट स्कुलमा, तर पोसिबिलिटिजको जुन अभाव थियो, फन्डको अभाव थियो, त्यो इनिसिएसन गरिदिएकोमा वर्ल्डिङलाई एकदम धेरै धन्यवाद दिन्छु। अनि यो प्रोग्रामको पार्ट म भएँ, म पोइन्ट अफ कन्ट्याक्ट बनाएर उहाँले भनिदिनु भयो। म मात्रै पोइन्ट अफ कन्ट्याक्ट छैन, यो प्रोग्राम गर्नलाई एकदमै धेरै सहयोग गर्नुहुने हाम्रो सञ्जय सर यहाँको एकाउन्टेन्ट, अनि त्यसपछि स्कुलको प्रिन्सिपल, त्यसै भवानी थापा म्याम र अरू धेरै म्यामहरू हुनुहुन्छ यहाँ जो चाहिँ यसमा डाइरेक्टली जोड्नु भएको छ। ब्याक अफ द सिन पनि धेरै कुराहरू छ जो सहयोग गर्नुभएको छ। अनि एकदमै धेरै हितैषीहरू हुनुहुन्छ यो प्रोग्रामको। अनि बज यस्तो छ कि के हो आइ जात्रा, कसरी गर्नुहुन्छ, हामी कसरी इन्भल्भ हुने जस्ता कुराहरूको क्वेसन आउँदाखेरि बडा खुसी लाग्छ होइन। सो एट द एन्ड मैले भन्दाखेरि वी ह्याड कम टु अ पोइन्ट वी क्यान से कि हामी सक्सेसको बाटोमा छौँ। तर यो पहिलो फेज हो होइन, इट विल गेट बेटर, ग्रान्डर, सस्टेनेबल बनाउने मेरो पोइन्ट हो। यो प्रोग्राम हरेक वर्ष चलोस्, वर्ल्डिङले केही वर्ष हामीलाई सहयोग गर्यो भने हामी यसलाई लङ टर्ममा सस्टेन आफ्नै स्कुलले आफैले गर्न सक्ने हैसियतमा लिएर जाने पोइन्ट पनि छ। सो थ्याङ्क यू इडब्ल्युबी, थ्याङ्क यू वर्ल्डिङ, थ्याङ्क यू स्कुल पनि। स्कुलले पनि प्रोग्राम नलिदिएको भए गर्न सकिन्थेन, उहाँहरूले मलाई फ्री छोडिदिनु भयो यो काम गरिदिनुको लागि, सपोर्ट दिनुभयो। थ्याङ्क्स टु माई प्रिन्सिपल एन्ड अल माई कलिग्स हु हेल्प मी डु दिस वर्क। अनि मेरो स्टुडेन्टहरू पनि प्यारा विद्यार्थीहरूले यति मिहिनेत गर्नुभएको छ दिन रात नभनिकन होइन, उहाँहरूले लागेर गरेर। म त एउटा पोइन्टमा मैले प्रोग्रामको अर्गनाइज गरिदिएको, सपोर्ट गरिदिएको, तर एन्ड नोट त त्यो बच्चाहरूले गरेको मिहिनेतलाई चाहिँ सलामै गर्नुपर्छ होइन। उहाँहरूले नै मिहिनेत गर्नुभयो, उहाँहरूलाई नै क्रेडिट दिनुपर्छ। द्याट्स इट, थ्याङ्क यू। कति पढाएको थियो कि उसको कपिराइट डायलग छ, वी मस्ट डु द थिङ्स, डोन्ट डु द थिङ्स डिफ्रेन्ट थिङ्स, दे डु द थिङ्स डिफ्रेन्टली है। अर्थात् उनीहरूले नयाँ काम गर्दैन थियो क्या, त्यही कामलाई नयाँ ढङ्गले गर्छ, त्यो ढङ्ग दिनुभएको छ विद्यार्थीहरू। र तेस्रो मेरो विद्यालयलाई तपाईँहरूले एक्सपोजर गर्नुपर्छ है। अब यसमा यदि पर्सनली एक्सनको रूपमा मेरो के योगदान रह्यो भने मेरो यति नै योगदान रह्यो कि मैले डिस्टर्ब गरेँ गर्ने सबै पङ्कज र सञ्जय थापा हो। एकजना अर्को नानी छिन् भवानी थापा है। आइएम अ बिट डिफिकल्ट है, म अलिकति अप्ठ्यारो मान्छे होइन। तर मैले यति नै के गरेँ भने उहाँहरूलाई डिस्टर्ब गरेँ, किनभने मैले हेरेँ कार्यक्रम राम्रो छ र केटाहरू गएर सँगै निन्छन् र ठिक छ है। एज अ स्कुलको चाहिँ प्रिन्सिपल भएको कारणले चाहिँ मेरो चाहिँ गर्नु कतिहरू किन्नुहुँदैन भने पुरा उहाँबाट ग्यारेन्टी। अलिकति कति मैले हिजो कुरा हुँदैन अमित सरसँग भने कसै के रिजर्भेसनहरू छ, तर के सुकेर कुरा केटाकेटी आउँछन्, आधा अङ्ग्रेजी आधा नेपाली राखेर बोलिरहेको छन्, तिनीहरूले हावा अगाडि बनाउँछन् है। यिनीहरू चाहिँ कस्तो हुँदाखेरि चाहिँ किनभने मेरो विद्यार्थीहरू त बिहान गोबर सोरेर भाँडा मोलेर पढ्न आउने, यिनीहरूलाई मैले के भन्नु एक्चुअली स्पिकिङ हाम्रो त्यो वर्ल्ड लेभलमा ग्लोबल त्यसरी भनेर बुझ्दैनन् तिनीहरूले क्या होइन। यो हावाजारी बनाउने हो, यिनीहरू हावाडी बनाउँछन्। तर 2 दिन म यसो बाहिर बसेर हेरेँ, मलाई त्यहाँ बच्चाहरू कन्फिडेन्स लेभल बढ्यो। र सबैभन्दा मन के पऱ्यो भने नि दे स्टार्ट टु रेज द पोजिसन। मलाई सबैभन्दा मन परेको त्यही। मलाई आजसम्म हामी टिचरहरूले के गर्छौँ, च्याटजिपिटी एन्सरले पनि सिकाउँछ, हामीले एन्सर सिकाउनु छैन, हामीलाई क्वेसन सिकाउँछ। म तपाईँलाई क्वेसन सिकाएन, क्वेसन गर्न पाउँछु है, तपाईँले मलाई किन सहयोग गर्नु, मलाई खुब स्टेट इन्ट्रेस्ट दिन्छ होइन। हामीले पढाउनु टिचर, म टिचरहरू पनि भन्छु, तिमीहरू चाहिँ फलान A+B को होल स्क्वायर यो नसिकाऊ क्या, किन A+B को होल स्क्वायर चाहिँ त्यही भयो, त्यो चाहिँ किन भएन भने क्वेसन गरेर सिकाउँ न, त्यसलाई हामी सिकिहाल्छ नि होइन। र मलाई सबैभन्दा म त्यहीबाट कन्फिडेन्स छु। ठिक है म्याम आउनुभयो हजुर, क्वेसन गरेँ अरू गरेँ, क्वेसन गरेपछि भने मैले यो प्रोग्राम लाग्छ, मलाई मन नपर्छ, मेरो इन्ट्रेस्ट हुँदा बाहिर बच्चाको लागि ठिक छ, स्कुलको लागि ठिक छ। तर मेरो धेरै रिजर्भेसन के छ भने हामीसँग केही
करिकुलम पब्लिकेसनहरू हुन्छ र 220 दिन स्कुल खुल्छ त्यसमा 24 दिन त हामीहरू त्रैमासिक परीक्षा गर्छौँ हामीसँग पढाउनु जम्मा 180 दिन हुन्छ 180 दिनमा हामीले चाहिँ मोटामोटी 135वटा चाहिँ घन्टी 135 घन्टा पढाउनु एउटा विषय 128 घन्टा पढाउनु हुन्छ होइन 128 45 मिनट गर्दाखेरि त्यो 160-65 हुन्छ बिचमा चाहिँ होमवर्क कार्यक्रम भयो चाहिँ मेरो पुरै डिस्टर्ब हुन्छ होइन त्यसले गर्दाखेरि अब ठिक छ योपल्ट भयो केही छैन यसलाई आफूपल्ट चाहिँ स्कुलले नै अन गर्छ कसरी गर्ने त्यो प्लान गराउनु सक्छ फन्ड पैसामा कन्जुस स्कुलको पैसा गराउनु मैले पैसा जोगाएको छु होइन म त्यो पैसामा प्रब्लम छैन 20-25 हजार रुपियाँबाट स्कुलको कोठा राख्नु सक्छु भनेको छु स्किल दिनुभयो क्या तपाईँले हामीलाई माछा दिनुभएन माछा मार्न सिकाउनु त्यसलाई धन्यवाद मैले पनि त्यही सोचले यो कुरा डिजाइन गरेको सरलाई पनि धेरै धेरै धन्यवाद स्पेस दिनुभयो मेरो हाम्रो चाहिँ वरिष्ठ जोड्न सक्दैन नि त्यस्तो होइन यसकै लागि अहिले मैले यसकै लागि चाहिँ अहिले स्थानीय जुन सरकार आउनु प्रमुखजी आउनुभयो मैले यो प्रमुख के अरे प्रमुखहरू सरकारी निकाय र शिक्षाविदका विशिष्ट जुन कर्मीहरू हुन्छ उहाँलाई यहाँ मैले बोलाउनु एउटा रिजन त्यही पनि हो कि उहाँहरूले हामीले प्राइभेट कम्पनीले सही सानो प्रयास गरेर यदि हामीले गर्न सक्छौँ भने उहाँ त्यसमा निरन्तरता दिनको लागि उहाँले पनि साथ र सहयोग दिनुपर्छ भन्ने हाम्रो चाहिँ सोच हो तर हामीले पनि हामीले पनि कसरी अब यसलाई चाहिँ निरन्तरता दिन सकिन्छ भने हामी सोच र पहल चाहिँ गर्दैछौँ यसलाई यसको रिजल्ट के हुन्छ के रिजल्ट आउँछ किन हामीले पनि पहल गर्ने हो सबै हामीले गर्न त सक्दैनौँ अब यसको रिजल्ट के आउँछ त्यो अनुसार अब जति पनि यसबाट पनि निक्लेका जति पनि बच्चाहरू छन् होइन इनोभेटिभ माइन्डले जुन प्रडक्ट गरेका चिजहरू छन् त्यो चिज बच्चाहरूलाई चाहिँ हामीले अपर्च्युनिटी कसरी दिने भन्ने प्लानमा अगाडि सोचिरहेको छ त्यो केही भयो भने हजुरलाई पनि जानकारी उहाँ चाहिँ हामीलाई स्किल दिनुभयो है माछा यसरी समात्ने भनेर सिकाउनु भयो माछा मार्न मेरो सपोर्ट यति नै भयो म डिस्टर्ब गर्छु